सो हामी चाहिँ यहाँ बिचमा तालबाराई मन्दिर जान लगेको सबैजनाको यहाँ लाइफ ज्याकेट लाउने कार्यक्रम भइरहेको छ जापानिजलाई हेर्नु न जापानिजलाई आहा बहिनीको साथी राम्रो राम्रो रहेछ म यहाँ पट्याइदिउँ क्या जस्तो लागिसक्यो ल जियोस् या सानो भयो हजुरलाई सानो हुन्छ हजुरबा यत्रो सानो छ नि हजुर अलरेडी त्यही पनि सानो भयो सोध्नु राखिदिँदैन होला सोध्नु न सोध्नु हेलमेट राखिदिन्छन् भने राख्नु लगाइदिनु न राखिदिँदैन लिएर जान्छु कि केही हुँदैन ओके सो म पनि रेडी भइसक्यो अब हामी लाइक बोट चढेर जान्छौँ 7 जना हाम्रो फ्यामिली मात्रै हुन्छ होला सायद बोटमा अलच्छी मधेस टिकट त छैन ल टिकट यहाँ छ हाम्रो 7 जनाको चट्ट बोटिङ ल हाम्रो फ्यामिली सबै आउँदैछन् चट्ट लाएर हामी टोटल 7 जना छौँ हाम्रो तालबाराईको बोटिङ सुरु भइसकेको छ भ्यू त आहा पुरै छोडिदिनु न फेरि समुद्रै समुद्र ल आहा मजै मजा मन्दिर यहाँ छ हामी यही मन्दिरको यात्रामा छौँ अहिले जुत्तै अड्क्यौ कस्तो लाग्यो रे मम्मी धेरै राम्रो लाग्यो ल ठिक छ मम्मीलाई धेरै राम्रो लाग्यो धेरै सो हामी मन्दिर आइसकेको छौँ अब मम्मीहरूलाई हजुरबा र मम्मी चाहिँ फर्स्ट टाइम अब म पहिला पनि आइसकेको छु सो दर्शन गराइदिउँ न सो मेरो जापानिज केटी हो मैले पट्याएको पोखरामा सो हाम्रो यहाँ चाहिँ दर्शन सर्शन फोटोसुट सबै सिक्यो फोटोसुट गरेर सबै फ्यामिली रेडी छन् अब चाहिँ हामी डेभिसफल जान्छौँ होला बुमदिकोट जान्छौँ होला बिच बिचमा कहाँ कहाँ छिर्छौँ अल बी मेकिङ अ भ्लग हेर्दै गर्नु है त ल सो यो हाम्रो के भन्छ तालबाराईमा चाहिँ एउटा कुरा वेल म्यानेज रहेन चाहिँ किनकि उताबाट आउँदाखेरि चाहिँ मजाले लिएर आइदिने गुरुङ गुरुङ रुङ होइन अनि उता फर्किने बेलामा चाहिँ तपाईँको 1 घन्टा लाइन बसी पनि पालो आउँदो रहेछ सो त्यो कुरा चाहिँ हाम्रो पोखराको यो टुरिस्ट सेन्टरहरूले म्यानेज गर्नु पऱ्यो नि त होइन किनभने ल्याउने बेला चाहिँ लाइन लगाएर ल्याउने अनि फर्काउने बेलामा चाहिँ 2 घन्टा कुर्दा पनि लिन नआउने त्यस्तो चाहिँ गर्नु भएन अरू बाँकी सब ठिक छ किनकि भ्युजहरू यस्तो दामी छ मान्छेहरू पनि यस्तो मजाले खेलिरहेछन् तर हामी कुरेको कुरै मजा आएन दर्शन सर्शन सिद्धियो अब हामी बुमदिकोट जाने हो र हामीले के बुद्धि लगाएको थियौँ भने काठमाडौँबाट नै हामीले बाइक र स्कुटर्सहरू लिएर आएको थियौँ किनकि आई नो पोखरामा धेरै कस्टली हुन्छ नि त ट्याक्सी बुक गर्दाखेरि सो त्यो चाहिँ हामीले दिमाग लगाएको थिएँ काम लागिरहेको छ अब हामी बुमदिकोट जाने त्यहीँ भेटौँला